Hello everyone, welcome back to my channel Nishan Pandey Vlogs 23. So आज चाहिँ भ्लगको सुरुवात टक्क बाटोबाट भएको छ। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि हामी जाँदैछौँ गरौसुर मन्दिर जुन कि वालिङमा पर्छ। हजुरहरूलाई पक्कै पनि थाहा नै छ होला, भिडियोहरुमा पनि देख्नुभएको होला। त्यहाँको चाहिँ भ्यू एकदम बवाल देखिन्छ। यस्तो डाँडा काँडामा पुरा यहाँ सट्ट हिमाल देखिन्छ अनि त्यो पहाडको एकदम टुप्पामा छ त्यो चाहिँ जुन कि मैले भिडियोमा देखेको थियो त्यो एकदम बवाल देखिएको थियो। आज हामीले रियलमा पनि एक्सपिरियन्स गर्न जाँदैछौँ। हेरौँ कस्तो रहेछ। जस्तो बानी एकदम बवाल छ। भिडियो स्किप नगरिकन पुरा हेर्नु होला, एकदम बवाल हुनेवाला छ आजको भ्लग चाहिँ। त्यही भन्न चाहन्छु। अहिले चाहिँ हामी हिँड्दैछौँ अब गाडीको पर्खाइमा। गाडी कुरेर त्यसपछि गाडीमा हामी सट्ट गणेश्वर मन्दिर पुगिन्छ। त्यही हो। यता चाहिँ केटाहरू, मेरो भाइ चाहिँ यता चाहिँ हाई गर्दै, तिम्रो पनि हाई गर्दै यसो। उता चाहिँ यिनकी बहिनी छन् कनिष्का। ल त्यही हो गाइस। अब चाहिँ हामी गाडीको प्रतीक्षामा छौँ, गाडीको प्रतीक्षामा हिँडिरहेका छौँ। किडे आ जाते हैं यार बार बार। So guys, फाइनली हामी चाहिँ गणेश्वर मन्दिरतिर पुगिसकेका छौँ र यहाँबाट चाहिँ हजुरहरूले भ्यू हेर्न सक्नुहुन्छ। भ्यू हेर्न सक्नुहुन्छ। मैले खतरा देखाइरहेको छु। यहाँ पुरा बादलले छेकिरहेको छ। यो चमार भ्यू केही होइन कि यहाँ पुरा बादलले छेकिया, केही पनि देखिया है। यस्तो ल जसले भ्लग बनाहा नि त्यो समाजमा ठुलो बाँदर हो के ए हो। त्यस्तो नभन नि यार, त्यस्तो भन्ने हो के भाइ। हेरौँ मन्दिरतिर हामी आउन लागिसकेका छौँ। मन्दिर त देखाम खाइ भाइ। मन्दिर अलि देखिया नि यहाँबाट। अलि उही गएपछि हो जस्तो लाग्यो। मलाई के थाहा, फर्स्ट चोटि आउँदैछु। मेरो चाहिँ फर्स्ट टाइम हो यो गणेशपुर आएको चाहिँ। फर्स्ट टाइम हो र यसो चस्मा लगाइदिउँ। हेर मैले कस्तो देखिन्छ। हिमाल देखिन्थ्यो कि यहाँ नदेखिने चाहिँ क्या सायद हिमाल देखिया जस्तो माने थिएँ मैले केटाहरूको भिडियोमा। देखिया यहाँबाट देख्न सक्नुहुन्छ हजुरहरूले भ्यू। कालो बादल देखिरहेको छ। यता चाहिँ अलिअलि घरहरू देखिरहेको छ, देख्न सक्नुहुन्छ। अहिले चाहिँ म यो मन्दिर स्थलमै छु। मेरो चाहिँ यो फर्स्ट टाइम भनौँ, त्यही भएर चाहिँ अलिक जानी होइन कि मैले। त्यही भएर यतापट्टि हेर्न सक्नुहुन्छ हजुरहरूले। यस्तो रहेछ यो ठाउँ चाहिँ बादलले पुरै छेकिया। हिमाल पनि हल्का देखिन्थ्यो जस्तो लागेको थियो मलाई यहाँ, तर अहिले चाहिँ अलि देखिया होइन। हेरौँ जानकारी यति नजिकै हिँडिरहने गिद्ध हो क्या। उता चाहिँ हेर्दा चाहिँ त्यहाँबाट चाहिँ खतरा देखिएला जस्तो देखिया। गएर हेरौँ कस्तो रहेछ। सो गाइज टक्क अवेलतिर हजुरहरूले देख्न सक्नुहुन्छ गणेश्वर मन्दिर रहेको छ। र यता चाहिँ अलि तलतिर चाहिँ यस्तो यो के हो भनौँ अब रहेछ। त्यहाँ चाहिँ यहाँबाट चाहिँ हल्का भ्यू देखिन्छ। अहिले त्यो बादलले पुरै छेकेछ के। बादल नभए सायद यहाँ हिमाल देखिनु पर्ने हो।
तर छेकियो पुरै। उनी मन्दिरमा त म पुगेको छैन, उहाँबाट कस्तो देखिन्छ मलाई थाहा छैन, उहाँ गएपछि हेर्नु होला। त यहाँबाट चाहिँ यस्तो देखिरहेछ, देख्न सक्नुहुन्छ। अब चाहिँ हामी एकछिनमा मन्दिर पनि जान्छौँ। यहाँ यसो फोटोसोटो हाने थियौँ हामीले चाहिँ, त्यही हो। सो गाइज फाइनली हामी चाहिँ मन्दिरमा आइसकेका छौँ र हेरौँ अब मन्दिरको भ्यू। यो ब्रिजबाट चाहिँ हामी टक्कसँगले माथि गइन्छ। नगुल्टिनु भान्जी मन्दिर आउने के गुल्टिन थाल्यो नभन्नुहोस् है त्यस्तो। भ्लगमा गाई जोड्नुले फेरि के सोच्नुहुन्छ? यहाँ त हेलिकप्टर पनि गाइज हेलिप्याड। गाइज हेलिप्याड रहेछ यहाँ चाहिँ। यो चाहिँ हेलिप्याड हो, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ लेखिएको छ। मैले फोर्नी गयो अरे गाइज मन्दिरबाट देखिने भ्यू हेर्न सक्नुहुन्छ। यस्तो देखिरहेको छ। यो चाहिँ हाम्रो पुरा मन्दिर देख्न सक्नुहुन्छ। यी कौसुर मन्दिर। बादलले ढाकेको भएर गल्लो भ्यू आएन। बादल पनि खतरा तर अलि भ्यू आउनको लागि चाहिँ यस्तो बादल नपर्ने थियो, तर ठिकै छ। अब भ्यू राम्रै छ। मेरो पनि एउटा यहाँबाट भ्यूमा बादलको भ्यू देख्न सक्नुहुन्छ। एकदम खतरा देखिरहेको छ। एउटा सिनेमेटिक हाल्ने यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हल्का पिङ पनि रहेछ। यहाँ चाहिँ केटाकेटीहरूको लागि पिङ स्केटिङ जम्मै रहेछ। केटाकेटीहरूको लागि झुला झेकुसुस खेल्ने पनि रहेछ। यस बजेट चाहिँ खतरा लागेको रहेछ यहाँ चाहिँ यो मन्दिर व्यवस्थापनको लागि, जुन चाहिँ मलाई एकदम खुसी लाग्यो। यो प्रत्येक मन्दिरहरूमा यतिको बजेट चाहिँ लाग्नै पर्छ राम्रो बनाउनको लागि हैन। यसो हामी पनि पिङतिर हान्दिउँ न कस्तो हुन्छ। बुढो भए पनि के अरे उमेर बुढो भए नि के भन्छ मन बुढो भए होइन भन्थ्यो, त्यस्तै एउटा हान्दिउँ। झुला खेला भइ हान्थ्यो नि। झुला खतार रहेछ गाइस, हेर्न सक्नुहुन्छ। हामीले पनि हान्दिउँ यस्तो झुला। भ्यू हेर्दै टक्कसँगले झुला हान्नु। हामी बच्चों की तरह ना आफै झुल्छन् बुला फेरि, क्योंकि हम भी बच्चे यार, बचपन की याद आती है। बच्चनको याद आउँछ। उमेर बुढो भए पनि मन बुढो भए छैन। त्यही हो, उमेरले 40 किन नगट मन
मन भने भर्खरका तरुनीलाई पनि मन पराउने हुन्छ त्यही भएर हो गाइज ल नउजाड न अहिले यस्तो यहाँ भिडियो बन्द गर्न देऊ नि मचाइदिने यार मलाई त बहुत उभिएर हान्नेहरू स्टक हिँड्ने म फ्लो यहाँ मेरो जुत्ता जान्छ यहाँ सो गाइज हाम्रो चाहिँ मन्दिर दर्शन पूजा सबै समाप्त भइसकेको छ फोटोसोटो पनि हान्यो हल्का रिल पनि बनाइयो त्यो चाहिँ हजुरहरूले मेरो टिकटकमा हेर्न सक्नुहुन्छ रिल हेर्नको लागि चाहिँ टिकटक आइडीको नाम छ निशान पाण्डे 13 अनि त्यसमा चाहिँ आउँछ टिकटक चाहिँ इन्स्टाग्राम आइडी छ त्यो सबैको लिङ्क चाहिँ मैले डिस्क्रिप्सनमा राखिदिन्छु रिलहरू हेर्न छ भने त्यहाँ गएर हेर्न सक्नुहुन्छ मेरो बनाएको कि यता हाम्रा सबै टोलीहरू हुनुहुन्छ हाम्रो मम्मी अनि फेरि हाम्रो हाई गाइज हाई भ्यान्स हाई गाइज भन्नु आयो यो पुन्टेलाई त मैले अधिकारी पुन्टेलाई मैले सुरुमै देखाएको अधिकारी नै अनि अब चाहिँ हामी अधिकारी कि नहीं भाइ नास्ता हान्न जाँदैछौँ अब भ्याइयो दर्शन भ्याइयो यहाँ हिमाल देखिन्छ कि भ्यू खतरा देखिन्छ कि भनेको देखियो तर पनि ठिकै छ बादल चाहिँ खत्रै देखिँदो रहेछ बादलले गर्दा चाहिँ हल्का भयो नि भ्यू दामी आछ मनमा हल्का शान्ति पुग्यो भनौँ न होइन अरू देख्न नभए पनि हिमाल देख्न पाए खतरा लाग्छ त्यही हो ठिकै छ आफूचोटि आइयो नि हेर्नलाई हिमाल चाहिँ अहिलेलाई चाहिँ भ्याइयो हाम्रो गरौसुर मन्दिर अब हामीले नेक्स्ट भ्लगमा होइन गर्छ सो गाइज हामी चाहिँ नास्ता गर्नको लागि एउटा यो रिसोर्ट टाइपकोमा आएको छौँ र यहाँबाट भ्यू हेरौँ त्यो कस्तो देखेको रहेछ यहाँबाट हेरौँ हामी भ्यू यो गाइज यो चाहिँ गरौसुरको एउटा रिसोर्ट नानीहरू यसो हटा त भिडियो हाल्नु ओ गाइज खतरा यहाँ बादल चाहिँ खतरा देखिन्छ अरू जीव आयो भने बादल खतरा देखिन्छ यहाँ बसेर टक्क यस्तरी भ्यू हेर्दै यस्तरी यहाँ बसेर टक्क चिया खानु खतरा देखिन्छ है ल ठिक छ अब नास्ता हानिन्छ त्यसपछि हामी चाहिँ टक्क घरतिर लागिन्छ मन्दिर चाहिँ यिनीहरू भइयो यहाँ चाहिँ टक्कै झुल्ने रहेछ है यता दिल छ उता पनि एउटा दिल छ एउटा दिल मसी पनि छ बस्ने आउनुलाई सो गाइज फाइनली म चाहिँ तीर्थयात्रा सकेर घर आइसकेँ सो हाम्रो आजको ब्लग पनि यति नै थियो हजुरहरूलाई कस्तो लाग्यो आई होप राम्रै लाग्यो होला यदि राम्रो लागेको छ भने लाइक सेयर सब्सक्राइब अनि एउटा मिठो कमेन्ट गरिदिन नबिर्सिनु होला भन्दै आजको लागि यहीँ बिदा हुन चाहन्छु हस्त टाटा बाई बाई सी यू अगेन इन द नेक्स्ट ब्लग